यो बक्चत मौसममा म घर बस्दा बोर भएँ। त्यसैले म लागेँ बुटोलतिर। बुटोल आइसकेपछि पनि मैले खोजे जस्तो भाइब्स पाउन सकेन। त्यसैले आई वाज इन डिलेमा इदर टु गो नर्थ साइड अर साउथ। मैले अक्कड बक्कड गरेँ, म नर्थतिर जाने भएँ। सिद्धबाबा गएर फर्किन्छु रिफ्रेस भएर भनेर सोचेको थिएँ, तर सिद्धबाबा पुग्दा पनि सोचे जस्तो भाइब्स पाउन सकेन। त्यसपछि म नन स्टप 32 किलोमिटर्स अगाडि गएँ एन्ड आई केम टु पाल्पा तानसेन। तानसेन पुगेपछि चिसो हावा खान म बतासे डाँडातिर बरालिएँ। हावा खाएर डाँडा ओर्लिएपछि हाइवे छेउमा रहेको चिया स्टलमा हामीले चिया मात्र खायौँ। चिया पिउँदै गर्दा मेरा जोडी नयनहरू सूर्यास्त हुँदै गरेको मन्त्रमुग्ध दृश्यमा गएर अडिए। खिच्नै पर्यो। त्यसपछि हामी पाल्पा दरबार म्युजियमतिर लाग्यौँ। म्युजियम एन्सेन्टसँगै मैले मेरो आफ्नो एज पनि सम्झिएँ। आफू पनि एन्सेन्ट जस्तै भएको फिल भयो। त्यसपछि भने हामी टुडीखेलतिर ओर्लियौँ। टुडीखेल पुग्दा बेसरी अँध्यारो भइसकेको थियो। अँध्यारोको फाइदा उठाउँदै हामी जस्ता 2-4वटा केटाकेटीहरू खै के गर्दै थिए। तर हामी भने टुडीखेलको एक राउन्ड हानेर प्रशान्त भाइको रुममा आएर सुत्यौँ। साँच्चै अर्को दिन हामी रानी महल गयौँ है।